यो मन्दिरमा भक्तजनहरू कतिको आउनुहुन्छ? यसरी भिड 2.5 करोड लागतमा यो मन्दिर बनेको छ। अझै यसको चाहिँ अझै आकृति अझै आउने अझै बाँकी छ बन्द। यस्तो सुन्दर रहेको छ यहाँ भित्र पनि। यहाँ अन्डरग्राउन्ड पनि छ। यहाँबाट तपस्या गर्ने ठाउँ हो तल। नमस्कार सम्पूर्णमा BK1 युट्युब च्यानलमा स्वागत छ। 2082 साल कार्तिक जाडो मौसम सुरु हुन थालिसकेछ। मौसम सफा छ, हिमाल टल्किरहेको देखिन्छ। आज म तपाईहरूलाई हिमालको सुन्दर दृश्य देख्न सकिने पोखराबाट नजिकै रहेका सुन्दर गाउँहरू लैजानेछु। माछापुच्छ्रे गाउँपालिका 2 सार्दी खोला। पोखरादेखि सार्दी खोला बाटो नयाँ बनेछ। हेरौँ कहाँसम्म कति बाटो पिच बनेछ। पोखरा 1 बगर क्यासिङ पुल तरेर लामाचौर तर्फ लाग्छौँ। खुलेको हिमालसँगै लामाचौर बजार सुन्दर देखिन्थ्यो। लामाचौरको मेन चोकबाट अकलादेवी मन्दिरतर्फ जाने रोड नयाँ बनेको रहेछ। पोखराबाट जम्मा 10 मिनट 15 मिनटमा लामाचौर कटेर यो सुन्दर बाटो पनि अहिले सुन्दर बनिसकेको छ। हिमाल पनि यहाँबाट यो धौलागिरी अन्नपूर्ण के भन्छ माछापुच्छ्रेभन्दा यतापट्टिको हिमाल स्पष्ट रूपमा देख्न सकिन्छ। अनि यहाँ सुन्दर मन्दिर रहेको छ, अकलादेवी मन्दिर। यो मन्दिरको दर्शन गरेर म चाहिँ उता पुरुञ्चौर बुर्जुङ खोला जाने बाटो हो। हजुरको घर यहीँ भनेपछि यो मन्दिरको बारेमा, यो मन्दिरमा भक्तजनहरू कतिको आउनुहुन्छ? यसरी भिड। यो धेरै पुरानो मन्दिर हो है? पुरानो हो। यसमा केही परिवर्तन भयो कि यो पहिला जस्तो थियो त्यस्तै? यो जग्गा किनियो, यहाँ यो जग्गा किनियो। अनि यो मन्दिरहरू त पछि गणेश मन्दिर पछि थपेको, यो गेट पछि थपेको है। मेन गेट भनेको त त्यहाँ रहेछ है? मेन गेट हो। यो त व्यक्तिको नाम मात्रै हो। अनि यो मन्दिरको नाम 2टा मन्दिर छ, मन्दिरको छुट्टा छुट्टै नाम होला नि? गणेश मन्दिर यो र अकाला मन्दिर। यो सानो गणेश मन्दिर, यो अकाला देवी मन्दिर होइन? हुन्छ, हामी यहाँबाट निस्कियौँ। यो मन्दिर दर्शन गरेर हेरौँ उता चाहिँ बाटो कहाँसम्म बनाएर रहेछ। यो चाहिँ मेन गेट, यो पछि बनेको गेट हो। यहाँबाट उताबाट झन् हिमालको दृश्य राम्रो देख्न सकिन्छ। यो नयाँ बाटो बनेको यहीँसम्म मात्र रहेछ। यताबाट अब पुरानै बाटो छ। यो बाटो हुँदै गण्डकी रेनबो ट्राउट फार्म हाउस, वाटरफल इको भ्यालेज। पहिला पनि मैले भिडियो राखेको थिएँ। वाटरफल इको भ्यालेज कुनै समयमा एकदम भाइरल भएको ठाउँ हो त्यो जाने बाटो यही बाटो हो। यो त बाटो चाहिँ अलिकति यस्तै छ, पुरानो पिच बाटो भत्किएर खाल्टाखुल्टी परेको छ। गण्डकी रेनबो ट्राउट यहाँबाट 7 किलोमिटरको दुरीमा रहेछ। यहाँबाट एकचोटि ड्रोन भ्यू न्यू। यो अगाडि देखिएको गाउँलाई चाहिँ चित्तेपानी गाउँ भन्छ भने यो साइडको गाउँलाई चाहिँ पुरुञ्चौर।
यो चाहिँ गाउँ चित्तेपानी भयो, अघि पनि भन्ने यो चाहिँ पुरुन्चौर भयो। यो चित्तेपानी गाउँ आयौँ हामी। यहाँबाट यो दाहिने लाग्यो भने भुर्जुङ खोला, सार्दी खोला तर्फ लागिन्छ भने यताबाट चाहिँ पुरुन्चौर हुँदै घाचोक पनि पुग्न सकिन्छ। अहिले हामी चाहिँ यता दाहिनेतिर भुर्जुङ खोला तर्फ लाग्छौँ। अहिले हामी यो ठाउँमा आयौँ। यहाँबाट चाहिँ माथि काउरे गाउँ पुग्न सकिन्छ। माछापुच्छ्रे इको रिसोर्ट पनि छ यहाँ माथि। यताबाट चाहिँ अब भुर्जुङ खोला, सार्दी खोला। यहाँबाट चाहिँ सुन्दर दृश्य देखिएको छ। पुरै पहेँलै धानखेतबाट टक्क चाहिँ हिमालको सबै भ्यू देखिएको छ। यो गाउँलाई के भन्छ? हजुर ठाँटी, तल्लाको ठाँटी। यो चाहिँ गाउँ हामी तल्लाको ठाँटी आइपुग्यौँ। यहाँ पुरै अब तिहार लागेको छ। फुलहरू चाहिँ फुलिराखेको देख्न सक्छौँ। अनि यहाँबाट चाहिँ थोरै अगाडि बढेपछि भुर्जुङ खोला। यता भुर्जुङ खोलातिर बस पनि लाग्छ। हामी देख्न सक्यौँ त्यो पिङ रहेछ। म चाहिँ यहाँबाट अब बाटो त्यही हो, बनेको छैन। यहाँबाट चाहिँ ड्रोनले जति भ्याउँछ त्यति लिन्छु र यहीँबाट फर्किन्छु। यो रेस्टुरेन्ट रहेछ, अल माउन्टेन भ्यू रेस्टुरेन्ट। यहाँबाट सबै हिमालहरू देख्न सकिन्छ। त्यो भएर नामै अल माउन्टेन भ्यू रेस्टुरेन्ट रहेछ। यहाँबाट सुन्दर दृश्य देख्न सकिन्छ। ल हिमालको सबै भ्यू लगायत अनि भुर्जुङ खोला, अनि उतापट्टिको चाहिँ घाचोक। त्यो भुर्जुङ खोला माथिपट्टिको त्यो पाखामा रहेको गाउँको नाम चाहिँ खादारजुङ गाउँ हो। अहिले चाहिँ यो भुर्जुङ खोलाको पनि बाटो पिच भएको रहेछ। ड्रोनबाट हेर्दाखेरि म एकचोटि वहीँसम्म पुग्छु। अनि यता चाहिँ रेनबो, गण्डकी रेनबो ट्राउट फार्म अनि वाटरफल इको भ्यालेजको पहिलाको पनि भिडियो पहिला नै अपलोड गरिसकेको छु। अहिले त्यो बाटो हेरौँ कहाँसम्म बनाएर रहेछ। अहिले म चाहिँ माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 2 सार्दी खोलाको गेटमा आएँ। यो गेटबाट चाहिँ बाटो पिच सुरु भएको छ। यहाँ सुरुमा चाहिँ ढलान भएको रहेछ। यो ढलान बाटो हुँदै म अगाडि बढेको छु। हिमाल राम्रो देखिएको छ। 2082 साल कार्तिक महिना
धान कतै पाकेको छ भने कतै पहेँलो पाक्न लागेको छ। आज कुकुर तिहारको दिन कुकुरले पनि माला लगाएर हिँडेको छ। कुकुर खुसी छ आज। ल त्यो मालाले अप्ठ्यारो भएछ निकाल्न खोजिरहेछ। यहाँबाट चाहिँ यो चोक आयो। यो चोकबाट यता गयो भने गण्डकी रेनबो ट्राउट फार्म वाटरफल इको भ्यालेज पुग्न सकिन्छ। यो बाटो कहाँसम्म रहेछ म यता जान्छु। यो माथिको गाउँ ड्रोनबाट पनि देखाएँ मैले। यो माथिको गाउँ खादरजुङ गाउँ हो। हिमालमुनिको गाउँमा आइपुगेँ। यहाँबाट अगाडि कुन गाउँ छ यहाँ सोधौँ। सायद यहाँभन्दा अगाडिको गाउँ चाहिँ अन्तिम गाउँ होला। बाटो पिच चाहिँ यतैसम्म भएको रहेछ। सायद यहीँसम्म होला बाटो पिच भएको। यहाँबाट उता बाटो पिच छैन। अफ रोड छ यहाँबाट उता। आमा यहाँबाट उता कुन गाउँ छ? जाने हो नि यता चौरा अनि अर्को गाउँ ताङलुङ। चाङलुङ त्यो भेट्टामा छ। हजुर चौरा भएमा यहाँबाट देखेको मृषा हो। ऊ पारीको चाहिँ मिर्सा। त्यसको तल हो तातो पानी। तल तातो पानी छ। च्याङलुङ गाउँ यतै वारी नै छ होइन खोलावारी। अनि यतातिर भित्तामा चाहिँ भएको गाउँ के अरे? यता भएको घलेखर्का थुप्रै छ बाबु। यताको भेट्टामा भएको घलेखर्का खैब्राङ त्यसको पारी उता के अरे मेब्राङ गाउँ धेरै छ। गाउँ यता पनि धेरै रहेछ। तिमी हेर्दै जाऊ त थुप्रै छ। यताको गाउँहरू चाहिँ मैले पहिला भिडियोमा हालिसकेको छु। यहाँबाट चाहिँ उता अब खुम्बै डाँडा उहाँ त्यो टपमा खुम्बै डाँडा जाने बाटो पनि छ। यसो घुम्नु भएको? घर कता हो? घर यही हो। ल हजुरलाई ह्याप्पी तिहार। तिहारको शुभकामना राम्रोसँग मनाउनु। हजुरको नाम के होला? गुरुङ। यो माथि गाउँ छ नि यो खादरजुङ होइन? यो गाउँमा चाहिँ कुन गुरुङहरू धेरै छन् कि कुन जातिका छन्? त्यहाँ त अब गुरुङ त साह्रै धेरै छैन। खालि गुरुङको घर मात्रै छ। गुरुङ बस्ती होइन माथि? हुन्छ बुवा। कहाँबाट आउनु? म यहीँ हो पोखराबाटै हो। यसो घुम्न आएको। हजुर सिम्पानी हो। हजुर के छ त हो? म त अधिकारी हो। हजुर हुन्छ बुवा धन्यवाद। यो बाटोमा यो मार्किङ लाइनिङ गर्दै हो। यो बाटोमा चाहिँ लाइनिङको काम भइरहेको रहेछ। जे सब एक हप्तापछि चाहिँ यो बाटो सुन्दर देखिनेछ। यो गेटबाट काउरे तर्फ लाग्ने बाटोमा एउटा सुन्दर मन्दिर रहेको छ। त्यो मन्दिर हेरौँ है हल्का माथि गएर। मन्दिर आइपुगे। श्री दुर्गा पाञ्चायन मन्दिर। यो चाहिँ अलिकति बेग्लै किसिमको मन्दिर छ। मन्दिर हेरौँ कस्तो रहेछ। रनिङ गर्नु पर्यो। रनिङ गऱ्यो भने हेल्दी भन्छ नि त।
मन्दिर चाहिँ मजाको रहेछ सीसी क्यामेरा पनि जडान गरिएको रहेछ अगाडि लाइनको मूर्ति रहेछ यो मन्दिर चाहिँ 60-62 सालमा स्थापना भएको हजुर 62 सालमा हजुर 60-62 सालमा हजुर पहिले सानो मन्दिर थियो मैले मन्दिर डाक्टर रामानन्द स्वामी नाम सुन्नुभयो होला देवघाटको मैसनेस आश्रमको त्यहाँको संस्थापक हुनुहुन्छ होला रामानन्द गिरी यो उहाँको यहाँ माथि आश्रम छ कि माथि चुरुङ्गा यहाँ यो थोरै माथि ए हजुर त्यहाँ अम्बरेश्वर सन्यास आश्रम छ साधकमा लागि त्यहाँ स्थापना गर्नुभएको 55 सालमा त्यहाँ आश्रम स्थापना भएको हजुर अनि उहाँ यसै यहाँबाट आउँदाखेरि चाहिँ यहाँ आएर चाहिँ यसो हेर्दाखेरि चाहिँ यो हिमाल प्रत्यक्ष हिमाल देखिन् उहाँलाई त्यस्तो चाहिँ उहाँ साधक हो नि त साधु अनि त्यस्तो अनुभूति भयो चाहिँ यहाँ चाहिँ भगवान् शिवजीले पार्वतीले उपदेश गरेको ठाउँ भनेर चाहिँ उहाँले पत्ता लगाउनु भयो ठाउँलाई हजुर भएपछि भने चाहिँ उहाँले यो भवन बनाउनु भयो यो भवन बनिसकेपछि यो मन्दिर सानो थियो मन्दिर त अनि पछि यो भवन चाहिँ ठुलो भयो मन्दिर सानो भयो भनेर चाहिँ यो मन्दिरको आकृति त्यही बेलामा पहिला मन्दिर सानो थियो यो मन्दिर अझ पातले थियो तपाईँ आउनुभयो नि जुन बाटो पातलेको आसपासमा थियो यो मन्दिर पछि सारेपछि चाहिँ यसको चाहिँ सानो मन्दिर चाहिँ विधिवत रूपमा पूजातो हुन्थ्यो त्यसको आकृति दिनको लागि अनि पछि फेरि यहाँ यो मन्दिर चाहिँ यो मन्दिर ठुलो बन्नको लागि यो मन्दिर भत्काएर चाहिँ यहाँ देवीको स्थापना यहाँ गरियो अनि पछि चाहिँ यहाँका भूमि यहाँका यो ठाउँको शक्तिपीठ सिद्धपीठ भनेर यसलाई चिनिन्छ अनि यो मन्दिरमा चाहिँ 13वटा गजहरू छन् भयो भने यो बाहिर यो तल 4वटा 8वटा अनि माथि 12 माथि 13वटा गजर छ 13वटा गजर छन् यो मन्दिर छ यो दुर्गा पाञ्चरा मन्दिर यहाँ बिचमा भगवती हुनुहुन्छ अनि यतातिर चाहिँ सूर्यनारायण यतातिर चाहिँ विष्णु र शिवजी र उतापट्टि चाहिँ गणेश गरेर चाहिँ पाञ्चायन देवता भनेको चाहिँ हाम्रो वैदिक परम्परा पनि गएर पाञ्चायन देवता भन्ने हाम्रो चाहिँ प्रत्येक हिन्दूहरूको घरमा चाहिँ शालिग्राम पूजा गरिन्छ होइन अब चाहिँ शालिग्रामको पूजा गर्दाखेरि चाहिँ पाञ्चायन देवता चाहिँ विधिवत रूपमा पूजा गरिन्छ त्यस कारणले यो मन्दिर त्यसरी चाहिँ एउटा साधुको चाहिँ सङ्कल्पबाट मन्दिरको सानो मन्दिर ठुलो आकारमा आयो अहिले चाहिँ यहाँसम्म आएको छ यो गएको साल चैतमा यसको चाहिँ उद्घाटन भयो र अहिले यहाँ विधिवत रूपमा वैदिक रूपमा यहाँ विशेष पूजा हुन्छ बिहान बेलुका पूजा हुन्छ विशेष पर्व विशेषहरूमा चाहिँ अनुष्ठानहरू हुन्छन् चल्छन् अनि यहाँ तपाईँको भित्र गइसकेपछि तलतिर चाहिँ अन्डरग्राउन्ड छ ए अन्डरग्राउन्ड पनि छ अन्डरग्राउन्ड छ त्यहाँ तपस्या ध्यान विशेष साधकहरूलाई त्यहाँ तपस्या गर्नको लागि व्यवस्था गरिन्छ हजुर यहाँको मेन पुजारी हजुर अहिले मैले पढेको महेश आश्रममा त्यहाँबाट मास्टर भ्याएर अनि इन्डियामा योगमा मास्टर सकेर अनि अहिले हजुरको नाम परमेश्वर पौडेल अनि यो मन्दिर त ठुलो छ है हजुर यसमा यो मन्दिर बन्न कति कुल लागत कति लाग्यो होला 2.5 करोड लागतमा यो मन्दिर बनेको छ अझै यसको चाहिँ अझै आकृति आउने अझै बाँकी छ बन्नु अझै फिनिसिङ भयो छैन फिनिसिङ त लगभग भइसक्यो बाहिरपट्टिको चाहिँ त्यहाँ मूर्तिहरू आकृतिहरू राख्न अझै बाँकी छ कि यसमा चाहिँ 27 नक्षत्रहरूको स्थापना हुन्छ अनि अष्टयोगिनीको भित्र स्थापना भएको छ अनि जो यहाँ छ नि यो सीमा देख्नुभयो नि यो सीमा भन्दा यतापट्टि छ नि सिँढी हजुर यहाँपट्टि एउटा बाघहरू सबजना बाघहरू राख्ने कुरो छ चारैतिर बाघ भन्दा नि यो सिंहको मूर्ति राख्नु भएको रहेछ होइन यो सिंहको मूर्ति छ अब यतापट्टि छ नि यतापट्टि भित्रपट्टि कि प्रत्येक चाहिँ श्रेणीमा चाहिँ 3 स्टेपमा 6वटा यता 12 उता 12 यता भनेपछि भव्य नै हुने भयो होइन यो मन्दिर अझै भव्य बन्दैछ यो अझ भव्य बन्दैछ फेरि यहाँ भगवतलाई फेरि यता राखेको फेरि चाहिँ यो रोक्नु भएन भनेर चाहिँ यो महायज्ञ भयो यो कता चैतमा महायज्ञ भयो चैत्र नवरात्रमा महायज्ञ भइसकेपछि अनि सबैको नेपालभरिका शुभचिन्तकहरूको चाहिँ जसको चाहिँ भगवान्प्रति आस्था छ उहाँले चाहिँ 2-4 रुपियाँ सहयोग गरेर झन्डै यहाँ 1 करोड 13 लाख रुपियाँ सङ्कलन पनि भयो महायज्ञमा सहयोग रकम 1 करोड 13 लाख सङ्कलन भयो अहिले त्यति सबै गरेर त्यति सहयोग भयो त्यहाँभन्दा पहिला चाहिँ निर्माणको लागि चाहिँ सबैले
अब चाहिँ जो स्वामीसँग जोडिनु भयो यहाँ गाउँवासीहरू चुरुङ्गा काउरे पुरन्चर लामाचौरदेखि सबैले हजुर पोखरावासी सबैले चाहिँ आफ्नो चाहिँ जे सकिन्छ आफ्नो आस्था विश्वास गरेर चाहिँ सकेपछि अझै यहाँ सबै सहयोगको यो चाहिँ तपाईँको अब भोलिको समयमा यो बन्दैछ यो यहीँसम्म बन्दैछ यो यहाँ चाहिँ भवन बन्छ यहाँबाट हजुर यहाँ भवन बन्छ अन्डरग्राउन्ड भवन बन्छ अनि यहाँ पनि डेकोरेसन राम्रो हुन्छ होला यो बन्छ यो भनेपछि यो अझ भव्य बन्दैछ आकृति अझ आउँदै बाँकी छ भव्य त भइ नै सकेको छ अझ भव्य बन्नेवाला छ भोलिको चाहिँ गुरुजना यहाँबाट यस्तो सुन्दर हिमाल सबै हिमाल देखिने है यस्तो राम्रो मन्दिर बनेको छ यो चाहिँ भविष्यमा पक्कै पनि राम्रो चाहिँ भक्तजनहरूको लागि राम्रो मन्दिर बन्नेछ अहिले चाहिँ म काभ्रेमा छु यो मन्दिरको बारेमा तपाईँहरूले बुझिहाल्नुभयो मलाई पनि यो मन्दिरको डिजाइन चाहिँ एकदमै राम्रो लाग्यो र यहाँको चाहिँ यो ठाउँ पनि एकदमै राम्रो लाग्यो यहाँबाट यस्तो राम्रो हिमालको सिनसँगै यो गाउँहरू पनि यस्तो राम्रो देखिन्छ अहिले चाहिँ धान पाकेको भएर पुरै चाहिँ पहेँलै फाँट देखिएको छ हुन्छ म यो मन्दिरमा चाहिँ एकचोटि दर्शन गर्छु हुन्छ जुत्ता खोलाउँ न है एकचोटि भित्रको पनि यस्तो सुन्दर रहेको छ यहाँभित्र पनि यहाँ अन्डरग्राउन्ड पनि छ यहाँबाट तपस्या गर्ने ठाउँ हो तल ओम दीर्घा युस्त ओ खदे खनिताम स्मै चत्वा खनाम्यहं अथो दीर्घायु भूत्वा शतवल्लसा पञ्चामृत हजुर पञ्चामृत प्रसाद ल प्रसाद खाँदैछु है मैले हुन्छ मन्दिरमा आइहालेपछि अब दर्शन पनि गरियो सक्दो सहयोग पनि गरौँ मन्दिरमा